आजको मौसम चाहिँ भने एकदमै ठन्डा ठन्डा कुल वाला थियो। भन्नु पर्दाखेरि चाहिँ बिहानै पुरै पानी परेर भर्खरै रुकेको थियो अनि त्यही भएर त्यहाँ बादलहरूले पनि घामलाई छोपेर क्या राम्रो भएको थियो कि एकदमै कस्तो ठन्डा लागिरहेको थियो आजको दिन चाहिँ। म चाहिँ आफ्नो भिडियो बनाउने क्रममा पछाडितिर नजर पर्यो है मेरो त के हो यतातिर त पुरै हाम्रो राष्ट्रिय झन्डाको डन्डा पो बाँचेछ है। ल यसरी त झुक्नु भएन नि त हाम्रो राष्ट्रिय झन्डा भनेर त्यसपछि मैले चाहिँ त्यसलाई निकालेर अनि यतापट्टि आएर मस्त पारामा त्यो झन्डाको अर्को लाठी लगाएर त्यसलाई चाहिँ चट्टसितले फेरि लगाएर त्यही ठाउँमा लगाएर राखिदिएँ। अब न भयो यसरी नै पुरै सट्टसितले ठाडो भएर सरसर फैरिनु पर्छ कि हाम्रो झन्डा। फेरि यतातिर म चाहिँ यसरी बसिरहेको थिएँ अडासे लागेर अनि यतापट्टि हेर्नु न पुरै चराहरू पनि के राम्रो यत्रो गुड्छ क्या दामी दामी चरा कि यसको बच्चा चाहिँ कत्रो होला र अन्डा पनि कत्रो होला भने त्यही सोच्दै थिएँ। खाजा खानलाई चाहिँ म यतातिर अनि भान्साकोठामा आएर यताउति खोज्न थालेँ। लास्टै भोक लागिरहेको थियो भने त्यही भएर चाहिँ आँप भेटाएछु कि दुईटा आँप जति चाहिँ निकालेर गम खाइदिएँ। किनभने अब आँपको सिजन भरे त यही हो, बिहान पनि आँप दिउँसो पनि आँप राति पनि आँप, 3 टाइममै आँपै आँप। जतिखेर मन लाग्यो त्यतिखेर आँप। फेरि त देख्नै हुँदैन है पैसा पक्राएर फेरि यता बिल तिर्नु भनेर पठाइदिनु भयो क्या मम्मीले। अब चाहिँ नाइ भन्नु मिलेन के गर्नु, अब घरको काम चाहिँ गर्नु परिहाल्यो नि त साथी जसरी पनि। त्यही भएर साथी र म चाहिँ सरासरी लाग्यौँ। मलाई फेरि धेरै टाढा जानु पनि पर्दैन यही सहकारीमा गएर त्यहाँनिर बुझाउनु पर्ने हुन्छ। त्यही सरासरी हामी चाहिँ पहिले गयौँ माथि अनि यतातिर काउन्टरमा आएर चाहिँ एकछिन वेट गर्नु भन्नुभयो। त्यसपछि त हाम्रो काम भइसकेपछि यता बिल्सी लिएर हामी चाहिँ सरासरी घरतिर लाग्यौँ। बाटोमा मस्त चाल हिँड्दै थिएँ डिटाले कामबाट देखेर अहिले मेरो पछि आउँदै थिएँ अनि यता घर पुगेर फेरि यता फेरि मेरो नजर पऱ्यो यहाँ तरबुजमा जुन चाहिँ हेर्नु न कत्रो भइसक्यो 3टा। अब बाबाले चाहिँ यसलाई अर्कै ठाउँमा सिफ्ट गर्नुहुन्छ। मैले रोपेको ठाउँमा चाहिँ हेर्नु न यहाँ कस्तो भएछ कि यस्तो ठुलै नहोला जस्तो पो भएछ कि कस्तो मर्नु लागेको छ। त्यत्रो पानी हाल्दा पनि अब के गर्नु, अब अर्कै ठाउँमा यसलाई पनि सिफ्ट गरिदिनु पर्ला अब कुनै दिन। फेरि आजबाट सुरु भइरहेछ वर्ल्ड कप कि अनि हजुरहरूले चाहिँ आफ्नो टिमको नाम चाहिँ पुरै कमेन्ट गरिहाल्नु पऱ्यो कि। अनि म चाहिँ रहेको छु पोर्चुगल यानि क्रिस्टियानो रोनाल्डोको फ्यान। सो साथीहरू एन्ड आजको लागि यति हस् त बाई।